ह्याप्पी न्यू इयर गाइज एन्ड वेलकम टु माई युट्युब च्यानल। आजको दिन मैले यो कुर्ता लाउँछु भनेर किनेको थिएँ, तर त्यो कुर्ता एकदम ठुलो भएछ। पुरानै कुर्ता लगाउनु पर्यो। फटाफट रेडी भएर म चाहिँ पायल सायल लगाएर, मेरो खुट्टा हेर्नु कस्तो राम्रो छ अनि रेडी भएँ। अब सिन्दुर लगाउनु परिहाल्यो नि त बिहे भएको केटीहरूले होइन। आज मेरो गाइज एकदमै काम छ है। मलाई मेरो मम्मीलाई भेटेर पसल गएर मेरो फुपूकोमा जानु छ, किनभने आज मेरो फुपूको छोरीको बेबी सावर छ। फटाफट माइत पुगिहालेँ म मेरो मम्मीको घरमा। अनि मम्मीले टिका लगाइदिनु भयो। मेरो बहिनी चाहिँ भर्खरै उठेको थियो अनि भिडियो नबना भन्दै रिसाइरहेको थियो। अनि मेरो भेनाले पनि मलाई टिको लगाइदिनु भयो, पैसा पनि दिनुभयो गाइस। अनि म पुगेँ मेरो पसल। आज न्यू इयरको दिन अब बोनी गर्नु पर्यो, सफा गर्नु पर्यो नि त। त्यही भएर एक दुईजना मान्छे आउनुभयो, थ्रेडिङ गरेँ अनि पैसा कमाएँ, बोनी गरेँ आज। अनि फुपूकोमा जाने एकदम ढिला भएको थियो। खाना पनि 12 बजिसकेको थियो। मेरो दिदीले गाली गर्दै थियो मलाई, छिटो आइज भनेर। अनि मेकअप गरेको भिडियो चाहिँ गाइज मैले बनाउन पाएन। म हल्का फुल्का रेडी भएँ, यतिको भएको थिएँ, म कस्तो भएको छु। अनि हामी ट्याक्सी बोलाएर लाग्यौँ मेरो फुपूको घरतर्फ। गाइज न्यू इयरको दिन अन्त जाने प्लान थियो, तर 81 आज बेबी सावर गरौँ, दही चिउरा गरौँ भन्ने प्लान भयो। अनि हामी पुग्यो फुपूको घरमा। अनि पुगिसक्दाखेरि कोही पनि आउनुभएको थिएन। हाम्रो भेनाले चाहिँ, हाम्रो फुपाजीले स्वागत गर्न बस्नुभएको थियो। गएर फटाफट हामी चाहिँ तयारी गर्नतर्फ लाग्यौँ। अनि मेरो फुपूले चाहिँ रोटी बनाउँदै हुनुहुन्थ्यो। अनि फाइनली आउनुभयो हाम्रो टु बी मम एन्ड ड्याड। दिदीहरूले सरप्राइज दिने भनेको मलाई त थाहा थिएन भन्दै हुनुहुन्थ्यो। अनि हाम्रो बहिनीहरूले चाहिँ यसरी बेलुनहरू फुलाए। हाम्रो आजको यो ड्रेस चाहिँ यो थियो गाइज। दिदीहरूलाई रेडी गराएर दिदी भेनालाई राख्यौँ। भेना चाहिँ लजाएर, ओ माई गड, त्यो फोटो खिच्न नमानेर। फर्स्ट टाइम थियो बेबी सावर यस्तो हुन्छ भने, दही चिउरा यसरी खाइन्छ भने के कमी कमजोरी छ तपाईँलाई भन्नु होला। मलाई चाहिँ थाहा थिएन, मैले फर्स्ट टाइम यस्तो देखेको हो, गरेको हो। रमाइलो भयो, फ्यामिलीसँग भेट भयो, सबैजनासँग। मामा आउनुभएको थियो, हजुरबा आउनुभएको थियो, भाइ बहिनी सबैसँग। धेरै शुभकामना दिदीहरूलाई। आमा बन्नु आफैमा एक सौभाग्यको कुरा हो। अरू त के भन्नु, खै भन्ने शब्द नै छैन। आजको न्यू इयर चाहिँ एकदमै शुभकामबाट सुरु भयो। थ्याङ्क यू फर वाचिङ गाइज।